मध्यपूर्वमा भइरहेको युद्धले नेपालमा प्रत्यक्ष नभए पनि गम्भीर अप्रत्यक्ष प्रभाव पार्न सक्छ। पहिलो प्रभाव पेट्रोलियम पदार्थको मूल्य वृद्धि हो, किनकि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ। यसले यातायात, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य बढाउँछ। दोस्रो, मध्यपूर्वमा कार्यरत लाखौं नेपाली श्रमिकको रोजगारी र सुरक्षामा जोखिम बढ्न सक्छ, जसले रेमिट्यान्स घटाउने सम्भावना हुन्छ। तेस्रो, विश्वव्यापी आर्थिक अस्थिरताले पर्यटन र वैदेशिक लगानीमा नकारात्मक असर पार्न सक्छ। यसका समाधानका लागि नेपालले दीर्घकालीन रणनीति अपनाउनुपर्छ। ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउँदै जलविद्युत र वैकल्पिक ऊर्जामा लगानी आवश्यक छ। वैदेशिक रोजगारीलाई विविधीकरण गर्दै अन्य सुरक्षित देशहरूमा अवसर विस्तार गर्नुपर्छ। साथै आन्तरिक उत्पादन वृद्धि गरी कृषि र उद्योगलाई सुदृढ बनाउन जरुरी छ। सरकारले आपतकालीन आर्थिक योजना, मूल्य नियन्त्रण र नागरिक सुरक्षाका उपायहरू तत्काल लागू गर्नुपर्छ। अन्ततः अन्तर्राष्ट्रिय कूटनीति सन्तुलित राख्दै शान्ति र स्थायित्वका पक्षमा उभिनु नै नेपालको हितमा हुनेछ।